ल त हजुरहरूलाई गाइसहरूलाई मबाट छड्के सलाम। र पहिला नै थियो मेरो सबैभन्दा प्यारो मेरो आमा अनि बाउ, तर उहाँहरू अहिले हुनुहुन्न। र अहिले लाग्छ कि मलाई सबैभन्दा प्यारो मेरो जन्मघर अनि जन्मेको ठाउँ अनि खेल्दै हुर्केको गाउँ, यही हो मेरो जन्मघर अनि यही हो मेरो हुर्केको गाउँ। खेलेको ठाउँहरू त हजुरहरूलाई थाहा नै छ, सबैको आँगनमै खेल्छ नानीहरू। मलाई चाहिँ त्यो लाग्छ साथी हो, आफ्नो जन्मघर, जन्मेको घर अनि खेल्दै हुर्केको गाउँ सबैभन्दा बढी याद आउँदो रहेछ र सबैभन्दा बढी माया लाग्दो रहेछ आफ्नो गाउँको। र त्यसभन्दा अगाडि आफ्नो बाउ, आफ्नो आमाको धेरै याद आउँछ, धेरै माया लाग्दो रहेछ। र बाउमा पछाडि आफ्नो जन्मघर र आफ्नो हुर्केको गाउँ, खेलेको ठाउँहरू धेरै याद आउँदो रहेछ साथी हो। साथीहरूलाई कस्तो लाग्छ? मलाई त त्यस्तो लाग्छ। र साथीहरूले कमेन्ट्स गर्नुहोला, तपाईँहरूलाई कस्तो लाग्छ? मेरो चाहिँ मनमा त्यस्तो हुन्छ। र साथीहरूलाई यो छोटो भिडियो